यो बाटाभरि हामीले चटपट बनाएको मजा त हाम्रो देउरी बहिनीले बनाएको। आज हामी प्र्याङ्क गर्दैछौँ उसँग। हामी भन्ने उसलाई कि हामीले चटपट खाएर भ्याइसक्यो। हाम्रो चाहिँ अझै चाहिँ प्लास्टिकमा हालेर राखेँ। अब चाहिँ देउरीको रिएक्सन हेर्नु बाँकी छ। त्यसो हामी चाहिँ खाँदै गरौँ न त। चटपटै गरी के अरे यति गर्ने क्या कपमा पानी हाल्ने चिसो पानी यहाँ त्यसको बाख्राले चाहिँ प्राङ्क गर्नलाई यति चाहिँ राख्दै सुन्तला नि रस पनि मिसाइदिने कि सुन्तलाको रस के गाह्रो छ। बिचारा चटपट नपाएर देउरी चटपट खानु। हामीले प्र्याङ्क गर्ने भनेको उल्टै प्र्याङ्क भएछ। हामीसँग रेकर्ड गर्ने भनेको रेकर्डै भएन। फेरि हामी चाहिँ अब चटपट चाहिँ हाल्ने लाग्यो। ल्याङ भयो नि त हामीसँग यार। अब चाहिँ हामी यति लुगाएको थियो हामीले। अब फेरि हालिदिन लाग्यो। अब चाहिँ रिसाको रेकर्ड त गर्न पाएन। हामी चाहिँ खुसी भएको चाहिँ रेकर्ड गर्नु पाउँछ होला है सबिन। बेली बेली अब बेलीको लागि अब सरप्राइज दिनु पऱ्यो। यति चाहिँ चटपट सुन्तला पनि छोराएर राख्दै हामीले। यहाँ पनि छ सुन्तला। अनि भतिजाले चाहिँ बेलीलाई बोलाएको बोलाइ छ। अब जान्ला हो। चटपट हामीले लुगाइदिएको थियो। अब जान्ला बनाएको हामीले लुकाइदिएको। प्र्याङ्क गर्ने भनेको हामीसँग उल्टो प्र्याङ्क भयो। अब चाहिँ मस्केर खाइदिए। बल्ल चाहिँ बेली चाहिँ हाँसेकी थिए चटपट भएर। यसो प्र्याङ्क गराउनु गर्ने भनेको हामीले उल्टो हामीसँग उल्टो प्र्याङ्क भइछ त नि। रेकर्डै गर्न पाएन। ल ल खाऊ। ल एक बाइट हानिदेऊ त। एक मुख खाइदेऊ। अब हुनै पऱ्यो नि। ल यति नै ब्लग हाम्रो। बाँकी चाहिँ हामीले भोलि बनाऊँ ल। अहिलेको लागि हाम्रो ब्लग यति नै हो। ल बाई गाइज। लाइक गर्नु होला, कमेन्ट गर्नु होला, अनि सब्सक्राइब पनि गरिदिनु होला। सब्सक्राइब के किन भाइरल भ्लग छ क्या अझै।